सन्चै हुनुहुन्छ आयो हामी सन्चै छौँ हामी पनि सन्चै छौँ आज चाहिँ के अरे हिजोबाट पानी परेको नानी हिजोबाट पानी परेको आज नि मौसम यति बादल लागिरहेको छ आकाशभरि हामी चाहिँ यता बारीमा छौँ साग टिप्न रमाउँदैछौँ हाम्रो प्याजहरू हामी लगाएको छ साग यहाँ चाहिँ हामी काट्न साग टिप्न आएको गाईहरू नानु साग काटौँ तपाईँले यस्तो साग खानुभएको छ कहिले यस्तो साग मलाई त यस्तो मिठो लाग्छ यो साग चाहिँ गाउँघरतिर यसलाई के भन्छन् जानु खै यसको नाम मलाई थाहा भएन मार्से होइन र मार्छ भन्छ र मार्से भन्छ नि यति मिठो हुन्छ गाई यो साग त यति मिठो हुन्छ हाम्रो त यहाँ प्याज पनि लाग्छ यो प्याज हो अनि आजको मौसम चाहिँ यस्तो छ गाई हामी चाहिँ साग काट्दैछौँ साग तर चाहिँ घर हुँदाखेरि त खाएको अनि इन्डिया पनि खाएको हामीले दिल्लीमा यति मिठो हुन्छ साग अनि मेरो बाबुलाई त्यति मन पर्थ्यो मेरो बाबुले भन्नुहुन्थ्यो हिजो मिठो मिठो बास आउन लाछ भन्दै हुनुहुन्थ्यो नानी यो घर गइहाल्नु हो बाबु पहाड हामी चाहिँ आज साग टिप्न लगाएको गाई यस्तो मिठो हुन्छ अनि हामी यो साग बारी यस्तो छ हाम्रो अनि यस्तो साग नानु हाई कति काट्नुभयो हजुरले ମୋ बारी त यस्तो छ यो चाहिँ मेवाको बुट्टा छ यहाँ किमु पनि छ आज चाहिँ मौसम धेरै राम्रो छ भनौँ पानी परे पनि तर गर्मी चाहिँ भएको छैन तर घरिघरि लाइन जान्छ पानी आयो कि गाई लाइन जान्छ हाम्रोतिर दिक्कत त्यही मात्रै हो नत्र त मौसम चाहिँ एकदम शीतल छ लाइन मतलब पङ्खा चलाउन लाग्यो होइन अँध्यारो हुन्छ अनि त्यसपछि वाइफाई जान्छ लाइन गएपछि गाह्रो त्यही मात्रै हो अनि हामी अब कति बजी 3 बज्न लाग्छ साग काटेर नास्ता खान्छौँ अनि साँझ चाहिँ साग खान्छौँ होला मेरो नानीले काट्दै हुनुहुन्छ यो चाहिँ प्याज हो रमाइलो भइरहेछ गाइस साग काटेको साग टिपेको देखाउँछु ल हामी चाहिँ साग टिप्न लागेको हाई गाईहरू यस्तो साग हुन्छ हजुरहरूले खानु भएको छ नानीहरु साग खानु भएको मैले खाएको थिएन भर्खर अस्ति खाएको हजुरहरूले खानु भएको छ यी साग नानीहरु सुन्नु न मेरो हजुर यो सागलाई हेर जोगी साग भन्छन् हाम्रो गाउँमा अनि त्यो हाम्रो तोरी लगाउ खेतमा त्यो कोदोको बिउ लाउँछ नि त्यसमा यति धेरै हुन्छ अनि हाम्रो उसमा धानमा पनि हुन्छ गोड्ने बेला अनि हामी टिपेर ल्याउँथ्यौँ गराउन हाम्रो बुवाले पनि एकदम राम्रो मान्नुहुन्थ्यो अनि हामी खान्छौँ घर हुँदाखेरि हाम्रो चाहिँ यो त्यत्तिकै गरेको हुन्छ क्या त्यत्तिकै लगाएको हुन्छ हामी त्यो घरमा लगाउँदैनौँ त्यो तोरीको हुन्छ नि बेर्ना के अरे त्यो हाम्रो कोदो राख्नु हुन्छ नि बाडी कोदोको ठौलो त्यसैमा हुन्छ क्या हाम्रो पनि कोदोसँग लगाएको हुन्छ के यो यसको खाना नि मजा आउँछ क्या गेरानी बनाएर खाना कति मजा आउँछ यो मासुको हजुरहरूले खानु भएको छ कि छैन यस्तो भने मासु त यो मासुको गेरा त भुटेर खान्छ नि यी हाम्रो प्याज नि यस्तो भइसकेको छ यत्रो खाना जत्रो भइसकेको छ हेर्नुहोस् गाइजहरू हामी चाहिँ नन्दा भाउजू सागमा लगाएको यता चाहिँ गोड्नु छ अस्तिदेखि गरेको छैन यहाँ प्याजहरू आज गोड्नु भनेको हामीले हिजो र आज गोड्ने भनेको पानी पर्यो यी मौसम नि यस्तो छ पुरै हिजोदेखि बादल लागेर मौसमै सुध्रिया छैन आजकल त कस्तो मिठो लाग्छ अरे साग दाइलाई त झनै मिठो मिठो बास्ना आउँछ भन्नुहुन्थ्यो यो सागको चाहिँ खतरा मिठो बास्ना आउँछ रे गाईहरू हेर्नुहोस् गाइज यो साग यो जोगी साग त्यस्तो हेर्नु न कहाँ गाउँमा यो चाहिँ जोगी साग हो अनि यो चाहिँ हाम्रो गाउँमा पाइन्थ्यो पहिला म गरेछु कि हजुर गरे हुनुहुन्छ भन्नु त कमेन्ट तपाईँ कमेन्ट गर्नु होला मेरो नानी गोरु कि म गोरु ल है गाई कमेन्ट गरेर हामीलाई रिप्लाई हामी दिन्छौँ भने कमेन्ट गर्नु र रिप्लाई दिन्छौँ न रिप्लाई कमेन्टमा रिप्लाई दिनु होला भन्नु न यो चाहिँ भर हो चिन्नुहुन्छ यसलाई यसको नाम चाहिँ के हो हजुरसँग थाहा छ यो पनि साग नै हो हामी चाहिँ खान्छौँ यसलाई साग भनेर हजुरहरूले के गर्नुहुन्छ यस्तो मिठो हुन्छ होइन यस्तो साग किनेर ल्याउनु हुँदा त हाम्रो बारीमा छ अनि यो पनि बेच्न राखेका हुन्छन् तर तरकारी पसलवालाले तर हामी किनेर चाहिँ आफ्नै बारीमा छ अब के किन्नु भनेर नकिनेको आफै ल्याउँछौँ अनि खान्छौँ अनि मिठो हुन्छ नि फेरि नि पानी पर्न लागिसक्यो चिसो चिसो हावा चलिरहेको छ हामीले त यति मात्रै साग काट्यौँ फेरि हामी त आज 4 जना मात्रै हो न हामी त 4 जना मात्र भइहाल्छ हामीलाई यति साग नि
गाइस अब हामी चाहिँ पानी पर्यो। हामी चाहिँ अब जान्छौँ, साग भइहाल्छ हामीलाई यति साग भएको त छैन तर चाहिँ अलि पानी पर्ला जस्तो भएर हामी चाहिँ घुम्न जाऊँ कि जस्तो लाग्छ। तर चाहिँ मौसम चाहिँ एकदम राम्रो छ आज, होइन नि? तर साग चाहिँ मिठो लाग्छ मलाई त। अब हजुरलाई कसैलाई त मन पर्दैन न, मलाई त मिठो लाग्छ। हजुरलाई साग कस्तो लाग्छ नानु? मलाई त झनै मनपर्छ साग, यति मनपर्छ कि जति भए नि खान मन लाग्छ।